दाइ गर्लफ्रेन्डले भाइटिकामा टिका लगाइदिन्छु भनी के गर्ने होला टेन्सन भएको छ। भनिहाल्छ नि रिसाएपछि त। अर्कीसँग मस्किन पाएपछि त मेसेज गर्न त परै जाओस्, तर मेसेज त गर्नै पर्यो। अल्छी लाग्छ भने अटोमेट गरौँ है त। PyWhatKit भन्ने एउटा लाइब्रेरी छ है, जसले चाहिँ WhatsApp वेबलाई चाहिँ हाम्रो ब्राउजरमा चाहिँ अटोमेट गर्छ है। सो यसलाई इन्स्टल गरेर युज गरौँ है त। अब चाहिँ मेसेज के पठाउने, कसलाई पठाउने र कति बजे पठाउने भनेर डिक्लेयर गरौँ है। टाइम चाहिँ 24 आवर फर्मेटमा हुनुपर्छ र अब चाहिँ वेट टाइम पनि दिनुपर्छ है। वेट टाइम भनेको चाहिँ सपोज अब हाम्रो कोड स्टार्ट भयो होइन, हाम्रो कोड स्टार्ट भएपछि यता स्पेसिफाई गरेको टाइम भयो अरे, सपोज यता 20 लेखेको छ भने चाहिँ 8 बज्यो भने 8 बजेपछि चाहिँ हाम्रो ब्राउजर ओपन हुन्छ। ब्राउजर ओपन भएपछि त्यहाँनिर WhatsApp लोड गर्नु पर्यो नि त। WhatsApp लोड एकैछिनमा त हुँदैन। सो यति 30 सेकेन्ड चाहिँ वेट गर्छ मजाले, WhatsApp कम्प्लिटली लोड हुन्छ अनि बल्ल चाहिँ हाम्रो मेसेज सेन्ड गर्ने कुरा चाहिँ सुरु हुन्छ है त। सो अब चाहिँ फाइनली त्यो एक्चुअल फङ्सन कल गरौँ जसले चाहिँ हाम्रो मेसेज सेन्ड गर्छ है। माथि स्पेसिफाई गरेको फोन नम्बरमा सेन्ड गर्नु पर्यो। के सेन्ड गर्नु पर्यो भन्दाखेरि माथि स्पेसिफाई गरेको मेसेजमा अफकोर्स कति बजे सेन्ड गर्ने भन्दाखेरि आवर पनि स्पेसिफाई गरौँ, मिनेट पनि गरौँ अनि वेट टाइम पनि हामीले स्पेसिफाई गरेको छौँ है। वेट टाइम इक्वल्स टु हाम्रो भेरिएबलको नाम वेट टाइमै रहेछ। हाम्रो मेसेज सेन्ड भइसकेपछि त्यो ब्राउजर चाहिँ क्लोज गरिदिउँ है। सो टाइप क्लोज इक्वल्स टु 2 गरौँ। यो भिडियोको लागि चाहिँ मैले मेरो साथीलाई गर्लफ्रेन्ड बनाएको छु है त अहिले। सो टाइम चाहिँ 10:42 भएको छ है अहिले। म कोडमा चाहिँ टाइम 44 राखिदिन्छु अनि रन गर्छु है। सो यतानिर अब इन 51 सेकेन्ड्स WhatsApp विल ओपन एन्ड आफ्टर 20 सेकेन्ड्स मेसेज विल बी डेलिभर्ड भनेको छ। अब हेरौँ है त। आफै ब्राउजर खोल्यो है। अब चाहिँ ब्राउजर खोलेर यहाँनिर टाइप पनि आफै गरिदिन्छ है त यसले। अनि त्यो वेट टाइम कम्प्लिट भइसकेपछि हाम्रो मेसेज पनि सेन्ड हुन्छ। हेरौँ है त। यो चाहिँ मैले अघि टेस्टको लागि गरेको थिएँ। यो पनि सेन्ड हुन्छ है त। अब हेरौँ, ए गयो है यो पनि। अनि आफै क्लोज पनि हुन्छ किनकि हाम्रो यहाँनिर टाइप क्लोज इक्वल्स टु 2 छ। र अब चाहिँ हाम्रो मेसेज चाहिँ अटोमेटिकली सेन्ड हुन्छ है। तर यसलाई अटोमेट गर्नको लागि चाहिँ हामीले सिम्पली टास्क सेड्युलर भन्ने एप चाहिँ युज गर्न सक्छौँ है त। यहाँ गएर क्रिएट टास्क गरेर टास्कको नाम राख्न सक्छौँ है यहाँनिर। अनि टास्कलाई चाहिँ कतिखेर रन गराउने त भनेर यतानिर हामीले सेलेक्ट गर्न सक्छौँ। अब एकचोटि चलाउने कि डेली चलाउने कि विकली चलाउने कि, अनि स्टार्ट टाइमहरू सबै कुरा चाहिँ दिन मिल्छ है यहाँनिर। अनि एक्सन चाहिँ के पर्फर्म गर्ने हो त भन्दाखेरि हामीलाई त पाइथनको कोड रन गर्नुपर्ने छ नि त। सो यता न्यूमा थिच्छु म। अनि हाम्रो एक्सन भनेको चाहिँ स्टार्टअप प्रोग्राम। अनि प्रोग्राम र स्क्रिप्टमा गएर चाहिँ हामीले हाम्रो कोडको स्क्रिप्टको लोकेसन चाहिँ दिन सक्छौँ है त। सो यति गरिसकेपछि चाहिँ हामीले सेट गरेको टाइममा चाहिँ मेसेज आफै सेन्ड हुन्छ। तर त्यसको लागि चाहिँ हाम्रो पिसी चाहिँ रनिङ हुनुपर्छ है। अनि त्यति गरेपछि चाहिँ भाइटिकामा टिका लाग्छ भने टेन्सन नलिने हुन्छ है त।